यस साथीहरू, आज चाहिँ म यो कमल गाउँपालिका वडा नम्बर 7 मा रहेको यो सिर्जना चोक सिर्जना बजारमा आएको छु। सिर्जना बजार लगभग 2-3 महिना अगाडिबाट यहाँ बजार सुरु त भएको छ, तर आज म फर्स्ट टाइम यो ठाउँमा आएको छु र यहाँको दृश्यहरू, यहाँको बजारको अवस्थाहरू पनि म यहाँलाई देखाउँछु। साथमा रहनुहोला। म अब यता निकै भिडभाड बजारहरू छ जस्तो छ, म त्यता लगेर साथीहरू, यतिखेर चाहिँ म ठ्याक्क यो सिर्जना प्रतिमाको दक्षिण साइडमा छु भने यो प्रतिमा ठ्याक्क हेर्दाखेरि चाहिँ एउटा मोटो ठुलो मान्छेले चाहिँ आफूले आफूलाई ताछेर कुदेर चाहिँ पातलो बनाइरहेको दृश्य छ। यो दृश्य चाहिँ मैले योभन्दा केही वर्ष अगाडि नै पनि कुनै साहित्य विधाको पुस्तक या कुनै अन्य पुस्तकहरूमा पत्रिकाहरूमा मैले देखिसकेको थिएँ, जुन चाहिँ आज फेरि यो सिर्जना चोकमा यो प्रतिमा बनेको छ। यही प्रतिमा नै चाहिँ यो सिर्जना चोकमा किन राखियो, यही प्रतिमा चाहिँ किन बनाइयो, यही आकार किन बनाइयो भन्ने विषयमा पनि यहाँका अग्रज बौद्धिक व्यक्तित्वहरूसँग बुझेर म यहाँहरूलाई बुझाउने छु। चन्द्रजी नमस्कार। यहाँको पूर्ण परिचय पनि राखिदिनुहोस् न। म चन्द्र समान्ती, मेरो घर चाहिँ अलिकति माथितिर पर्छ, सिर्जना चोक, यहाँको स्थानीयवासी। हजुर, अब यहाँनिर तपाईँको यो हाम्रो सिर्जना चोकको स्ट्याचु बने पछाडि बजार लागिरहेको अवस्था यतिखेर। अहिले यो कतिौँ हप्तामा बजार चलिरहेछ? यो वैशाख 5 गतेदेखि चाहिँ हाम्रो उद्घाटन। हजुर, यो तारिखको हुँदै अहिले चाहिँ वैशाख 5 गतेबाट हजुर रेगुलर चाहिँ बजार लागिरहेछ। आज हाम्रो 18औं हप्ता चलिरहेको छ। 18औं हप्ता। 18औं हप्ता हो आज। यहाँ बजार चाहिँ विशेष गरेर बाहिरी व्यापारीहरू चाहिँ कति टाढा टाढाबाट आउनु हुँदैछ, यो याद गर्नुभयो होला नि? यो बाहिरबाट पनि छन् र स्थानीय व्यापारीहरू पनि छन्। यो 50-50 नै होला, स्थानीय र चाहिँ बाहिरको व्यापारीहरू। यो अब यहाँको स्थानीयवासी हुनुभएको हिसाबले यहाँ बजार स्थापना भइसके पछाडि यहाँको स्थानीयवासी आइन्दाहरूलाई कस्तो खालको चाहिँ सहजता महसुस गरिराख्नु भएको छ? यो चाहिँ अहिले यो हाम्रो सिर्जना बजार चाहिँ लाग्न थालेपछि शनिबार चाहिँ हामीले रेगुलर सिर्जना बजार लगाएको थियौँ। यहाँनिर चाहिँ स्थानीयवासीदेखि पर यताबाट यो कमल 7को यता भन्छ 9 सिटे, सैनिक चोक, 3 सिटे, एकता चोक, यता लालनगर चोक, किङडाँडा लगायतको सम्पूर्ण चाहिँ स्थानीयवासीहरूलाई चाहिँ एकदम किनमेल गर्न चाहिँ सहज भएको छ। एकदम सहज भएको छ। अनि यहाँनिर चाहिँ हप्तै पछि चाहिँ हामीले यो लक्की ड्र चिट्ठाको पनि आयोजना गरिरहेको छौँ। यो बजारलाई चाहिँ एकदम सिर्जना बजारको कम्पाउन्डभित्र हुनुहुन्छ भने तपाईँले भाग्यशाली नम्बर काट्न पाउनुहुनेछ र रौनकता बढाएको छ। यो चन्द्रजी, अनि यहाँ जति पनि अब व्यापारीहरू आउनु भएको छ नि, स्थानीय होस् कि अलिकति टाढोबाट होस्, उहाँहरूलाई यहाँ सटल राखे बापतको दस्तुरहरू पनि त लिइरहनु भएको होला नि? छैन त्यो पूर्ण निःशुल्क नै गरिरहेको छ। अब यहाँनिर यो व्यापारी वर्गहरूलाई चाहिँ त्यो शुल्क लियो भने चाहिँ भर्खर चाहिँ चलिरहेछ। भएर हामीले त्यो चाहिँ अहिलेदेखि पछिसम्म पनि नलिने भन्ने नै छ हाम्रो। अनि यो प्रत्येक हप्ता चिठा उडाइराख्नु भएको छ। चिठामा अब साइकलहरू देख्छु, 17-18 हजारसम्मको साइकलहरू। यो कसरी धानिराख्नु भएको छ? यो चाहिँ टिकट बिक्री मात्रैबाट त सम्भव छैन होला। टिकट बिक्रीबाट र केही चाहिँ यहाँ बजार समिति व्यवस्थापन समितिबाट चाहिँ सहयोग गरेर हामीले चिठा उडाइरहेको छ। र चिठाको चाहिँ प्राइस चाहिँ 100 रुपियाँ मात्रै छ एउटा चिठाको। चन्द्रजी, अब अन्त्यमा तपाईँ एउटा स्रष्टा पनि हुनुहुन्छ।
र यो स्ट्याचु मैले योभन्दा अगाडि नै एउटा साहित्य विधा सम्बन्धीमा मैले देखेको जस्तो लाग्छ। हजुर हजुर अनि यो स्ट्याचु सिर्जना चोक भयो हेर्नु होला सम्पूर्ण चित्रकारकै चाहिँ ऊ त्यही मूर्तिकारकै चाहिँ चित्र भए पनि यो चाहिँ सिर्जना चौकमा चाहिँ एउटा सृजनशील ऊ यसले जनाउने भएको कारणले गर्दाखेरि हामीले चाहिँ यही मूर्तिलाई चाहिँ चोइस गरेर हामीले राखेको। त्यही त नयाँ सिर्जना परिवर्तन। आफैले आफैलाई बनाउनु पर्छ। हजुर कोही कसैले पनि आफूलाई बनाउनु त्यही अनुसार। साथीहरू म यहाँहरूलाई सिर्जना बजारको दृश्यहरू देखाइरहेको छु। तपाईँहरू पनि यहीँ वरिपरि नजिक पर्ने ठाउँमा हुनुहुन्छ भने यस सिर्जना बजारसम्म पनि आएर आफ्नो आवश्यक सामानहरू किनमेल पनि गर्नुहोला। र यहाँ भाग्यशाली चिट्ठा उपहार कार्यक्रमहरू पनि हुने गरेको छ, जसमा पनि सहभागी भएर आफ्नो भाग्य परीक्षण गर्नुहोला। 31 कुमार प्रसाद भण्डारी, 32 कुमारी शिवपति, 33 अस्मिता सराई, 34 सेवा हरगाई। दर्शकबिन, अब आज म यस कमल गाउँपालिका 7 मा रहेको यो सिर्जना चोकमा रहेको सिर्जना बजारको दृश्यहरू मैले यहाँलाई देखाइसकेको छु भने यो ठाउँसँग म लगभग 2052-53 सालदेखि नै परिचित छु। र यहाँ म यहीँ माथि बानीमावि पढिरहँदाखेरि यो क्षेत्रका धेरै साथीहरू हुनुहुन्थ्यो र उहाँहरूसँग म यो ठाउँमा आउने गर्थेँ। त्यसैले पनि अब यहाँ सिर्जना चोकमा यो खालको प्रतिमा बनेको र यहाँ बजार पनि लाग्न थालेको भन्ने थाहा भएपछि यहाँनिर यो दृश्य हेरौँ र यहाँहरूलाई पनि हेरौँ भन्ने मनसाय राखेर म यहाँ आएँ र यहाँलाई देखाएको छु। यहाँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि कमेन्ट बक्समा राखिदिनु होला भन्दै म सुभाष साम्पाङ पनि बिदा हुन्छु। नमस्कार।